जिन्दगीमा एक पटक आफ्नो भाग्यको चेक गर्नु के चिठा खोलिरहेको छ चिठा काट्नु न तपाईँ अर्बपति बन्नुहुन्छ कि न करोडपति बन्नुहुन्छ कि न लखपति बन्नुहुन्छ कि एकचोटि काट्नुस् तल। जापानमा पनि हाम्रै नेपालको सिस्टम ल हजुर सामान किन्न आउनु भनेर यहाँ दिदीले भनिरहेकी छिन्। मेरो बुढीले जहाँ घुम्न लगे पनि बुढीले जुन चाहिँ ठाउँमा गए पनि सामान चाहिँ हेरेकै हुन्छ, सामान नकिने पनि सामान हेर्न मलाई लगेकै हुन्छ। यो त म हाम्रो मम्मीहरूलाई लगेर गिफ्ट गर्नु पर्यो भनेर चाहिँ मेरो बुढीले चाहिँ त्यो कानमा लाउने भन्न आएको छ। फेरि यार के हो त मिस्टिक त्यो कपालमा लाउने क्लिप के, त्यो कपालमा लाउने क्लिप बोके मलाई दिक्क लागिसक्यो। मम्मीहरुलाई गिफ्ट। वाउ, यो पसलमा सामान किन्न आएको यो मुमिन चाहिँ किन रिसाएर बसेको कुन्नी। अब यसो नेपालतिर घुम्न जाउँ भनेको, अब घुम्न जानलाई सुर्केस चाहिने। यो कति महँगो सुर्केस पनि, हे भगवान ल हेर्नु त यहाँ सबभन्दा सस्तो त यो सुर्केस हो। यो सुर्केस किन्नुपर्छ क्या अब नेपाल जानलाई। मेरो बुढीले त हुन्न भन्ने फेरि यो सुर्केस किन्नलाई। अब यति धेरै घुमिसकेपछि भोक लाएर ओहो मलाई त रिङाट आएर थियो, ढल्दिन भइरहेको थियो। बुढीले ल म तपाईँलाई खाजा खुवाउँछु नि त, ल हिँड्नुहोस् न त भनेर मलाई चाहिँ बुढीले चाहिँ टक्क लाएर नेपाल रेस्टुरेन्ट घुमाउन लिएर गइन्। मैले चाहिँ खसीको भुटन खाएँ। मलाई चाहिँ भुटन चाहिँ लास्टै मिठो लाग्यो क्या त्यहाँनिरको। मैले चाहिँ खसीको भुटन खाएँ, त्यसपछि मोमो खाएँ। मेरो बुढीले चाहिँ नान खाइन् है। मेरो बुढीलाई चाहिँ त्यहाँनिरको नान चाहिँ एकदमै मिठो लाग्यो रे, एकदमै मिठो छ भनेर धेरै प्रशंसा गरिरहेको थिइन्। मैले चाहिँ मजाले चाहिँ नान पनि थोरै खाएँ, किनभने चाहिँ मेरो बुढीले चाहिँ धेरै अर्डर गर्छन् अनि लास्टमा खान सक्दैनन्। खान नसकेपछि के गर्नु त ला बुढा भनेर दिन्छन्। त्यसपछि मेरो पालिने ढ्याम्ची खाइदिन्छु, मलाई नि के मतलब जान्छ र भनेर। यो रेस्टुरेन्टमा चाहिँ खानेकुराहरू पनि धेरै मिठो र हस्पिटालिटी पनि एकदमै राम्रो है। उहाँहरूले चाहिँ ग्रिटिङ्स वर्ड्सहरू पनि एकदमै राम्रोसँग प्रयोग गर्ने होइन। अनि त्यसपछि खाइसकेपछि हामीले के सुधार गर्नु पर्यो, के चाहिँ राम्रो लाग्यो, के तपाईँहरूलाई के मिठो लाग्यो, अब हामीले यो नमिठो लागेको भए यसलाई चाहिँ कसरी सुधार गर्नु पर्यो, के छ भने भन्नुहोस् भन्ने होइन। लगायतका धेरै कुराहरू चाहिँ कुरा गर्न खोज्ने र हाम्रो कुराहरू, हाम्रो यो होटल सम्बन्धीको चाहिँ यो रेस्टुरेन्ट सम्बन्धीको चाहिँ कुराहरू चाहिँ बुझ्न खोज्ने। मलाई त्यो कुराहरू साह्रै नै मन पर्यो उहाँहरूको। मेरो बुढीले चाहिँ ठुलो नान अर्डर गरेकी थिइन् पहिला, अनि त्यसपछि ठुलो नान खाइन्। अब ठुलो नान खाइसकेपछि फेरि अब उसले चाहिँ धेरै मिठो लागेको भएर दाइले चाहिँ फेरि सानो नान पनि अर्डर गरिन्। फेरि सानो नान पनि आयो, तर सानो नान मेरो बुढीले खान सकिनन्। तपाईँलाई मसँगै ल्याएको किन भन्दा थाहा पाउनु भयो होला नि भन्छन्। किन होला भनेर यसो सोचेर बसेँ कि ए बढी भएको कुरालाई खानालाई पो भनेर ल्याएर चाहिँ म पनि कस्तो लाटो। अब आफूलाई त पैसा खर्च भइसकेपछि त केही कुराहरू छोड्न पनि मन लाग्दैन कि। मेरो पाल त दबाएर खाइदिएँ कि मैले त नान पनि खाइदिएँ, मोमो पनि खाइदिएँ, भुटन पनि खाइदिएँ, लस्सी पनि खाइदिएँ, सबै खाइदिएँ, कोक पनि खाएँ। कार्य भन्नै बिर्छ यार, सुनाउनु पर्यो नि। मजाले खाइसकेपछि त सबै कुरा सुनाउँछु कि म त। फेरि हामीले चाहिँ यो चिकन करी खाएको है। चिकन करी लास्टै मिठो, मलाई त साह्रै नै मिठो लाग्यो है। चिकन करी, नान अनि त्यसपछि मोमो लास्टै मिठो। अब मैले यो कति के भन्नु, मैले अब यो कसरी चाहिँ मैले बयान गरौँ यति मिठो छ भनेर। सायद त्यो डिक्सनरी हो कि त्यो डिक्सनरी के भन्छ के अरे त्यसमा पनि छैन होला, यो शब्दै छैन कि यो हो शब्द भनेर मैले त भन्नै सक्दिनँ कि त्यति मिठो छ है। अब मैले के भन्ने कसो भन्ने मैले सकिनँ, मलाई माफ गर्नु होला है। अब यो होटलमा टन्न खाइसकेपछि त अलिकति टिस्यु पेपर पनि खर्च गर्नु पर्यो नि त। मेरो चाहिँ खाइसकेपछि नाकबाट चाहिँ सिगान आगो गर्छ कि, त्यही भएको भएर चाहिँ मजाले चाहिँ यो पैसा चाहिँ उठाउनु पर्यो भनेर मारी टिस्यु पेपर चाहिँ मुख पुस्ने चाहिँ मेरो बानी हो क्या। यो जानी चाहिँ गरे होइन कि मेरो त्यस्तै खालको चाहिँ अब सिगान आइरहन्छ, त्यही भएको भएर मैले मजाले पुस्या हो है। अनि त्यसपछि हामी चाहिँ बुढाबुढी चाहिँ मजाले फेरि फर्किएर चाहिँ बाहिरतिरको यसो चाहिँ वातावरण पनि हेर्नु पर्यो नि त। जापानमा अब त्यही त हो नि, बाहिरी वातावरण साह्रै नै चिसो, साह्रै नै जाडो। अब जाडो भइसकेपछि के गर्ने भन्दाखेरिमा चाहिँ घुम्ने बेलामा चाहिँ यसो पसलमा छिर्दै अलिकति हल्का आफ्नो शरीरलाई चाहिँ तातो बनाउँदै हिँड्ने। तर मेरो बुढीलाई फेरि जे देख्यो त्यही किनिदिनुपर्छ, जे देख्यो त्यही चाहिन्छ। त्यो भएको भएर मलाई चाहिँ यसो पसल नभएको ठाउँतिर घुमाउनु लान्छु है बिदाको बेला। ल आजलाई यति नै, भोलि भेटौँला, बाई बाई।